माननीय सभामुख महोदय, मध्य प्रदेशमा अहिले दहेजको कारण धेरै जनताहरू अनि महिलाहरू पीडित भइरहेछ। त्यो दहेजको कारण यति महिला पीडित भइरहेछ, त्यसको छोरी अहिलेसम्म छ, त्यसको दहेजको कारण मर्न आपत्ति भइरहेछ। त्यस्तो कारण छ दहेजको कारण। म सरकारलाई यतै अनुरोध गरिरहेको छु, दहेज मुक्त होस्। त्यसलाई म यति अनुरोध गरिरहेको छु, दहेज मुक्त होस्। टिका टिप्पणी गर्दै हुनुहुन्छ, उहाँलाई बोल्न आएन, संसदमा कस्तो बोल्नुभयो। उहाँ त पहिलो पटक जानुभएछ संसदमा, बोल्न त सिकिहाल्नुहुन्छ। तर उहाँले अहिले जुन उठाउनु भएको मुद्दा छ दहेज प्रथा, यो चाहिँ अहिलेको यथार्थ कुरा भन्नुभएछ। र यथार्थ कुरा हाम्रो किन छ भन्दाखेरि हाम्रो मध्य प्रदेशमा प्रत्येक वर्ष 200 भन्दा बढी महिलाहरू दहेज प्रथाको कारणले गर्दा आफ्नो ज्यान गुमाउनु परेको हुन्छ। र यो हामी यकिन गरेर भन्न सक्दैनौँ कि 200 मात्र हो, किनभने कतिपय केसमा त रिपोर्ट नै हुँदैन। यो चाहिँ आत्महत्या गरेका हुन् भनेर दबाइदिन्छ। र 100वटा केस यस्तो छन् जसमा चाहिँ आफ्नै परिवारका सदस्यहरूले उसलाई कुटपिट गरेर जलाएर र उसलाई मानसिक यातना दिएर मारेका हुन्छन्। साथीहरू, सबैले कुरा गर्दैछन् यसलाई न्यूनीकरण गर्नुपर्छ। कसरी गर्नुपर्छ त? यसको कारण हामीले बुझ्नुपर्छ। साथी, सबभन्दा पहिला मबाट सुरु गर्नुपर्छ, किनभने मैले सोच्नुपर्छ कि म दहेज दिँदिन र दहेज लिँदैन। किनभने एक परिवार सुध्रियो भने एउटा समाज सुध्रिन्छ, एउटा समाज बदलिन्छ। 2 नम्बरमा शिक्षाको कमी। हामीबाट शिक्षाको कमी भएको छ। हामीलाई बच्चैमा सिकाउनु पर्छ कि यो दहेज प्रथा गलत हो, अपराध हो। दहेज लिनु एउटा लाजको कुरा हो। यो हामीले बच्चैमा सिकाउनु पर्छ। 3 नम्बरमा कानुनको ज्ञान छैन। जुन परिवारका सदस्यहरूले यस्तो काम गरिराखेका हुन्छन्, उसलाई थाहै हुँदैन कि मैले यो काम गर्यो भने कस्तो सजाय हुन सक्छ। र त्यो चेलीलाई पनि यो ज्ञान छैन कि यो भइरहेको ममाथि अपराध जुन छ, मैले कहाँ गएर यसलाई पोख्न सक्छु, कहाँ गएर यसलाई भन्न सक्छु। 4 नम्बरमा साथीहरू, यो देशको जुन नियम छ, नियम कानुन छ, यो कार्यान्वयन नहुनु। किनभने हाम्रो देशमा धेरै पहिलादेखि नै यो दहेज प्रथा अपराध हो भनेर लागू भइसकेका छन्, तर लागू नै हुँदैन। अब नियम कानुन बुझेरै के गर्नु? धेरै परिवारहरूले, सदस्यहरूले अथवा चेलीहरूले यो नियम बुझेका छन्, तर उसलाई थाहा छ कि यो कार्यान्वयन हुँदैन, त्यस कारणले गर्दा उनीहरू रिपोर्ट गरिराखेका हुँदैनन्। यो धेरै दुःखका कुरा हुन्। र अब हामीले आशा छ यो नयाँ सरकारबाट, यो नयाँ एउटा युवराजहरूसँग कि यो चाहिँ निर्मूल हुन्छ हाम्रो मध्य प्रदेशमा। साथीहरू, मध्य प्रदेशका जुन छोरीका बुवाहरू हुन्छन्, बिहे गर्छन्, उसले आफ्नो छोरी पनि दिन्छन्, पैसा पनि दिन्छन्, र यसको उसलाई ठेगान हुँदैन कि अब मेरो छोरी कस्तो अवस्थामा हुन्छन् भनेर। यो कुरा उहाँलाई ठेगानै हुँदैन। त्यस कारणले गर्दा ग्यारेन्टी हुनु पर्यो कि मेरी छोरी अब राम्रो ठाउँमा छ, अब चाहिँ उसले कस्तो पनि यातना पाउन सक्दैन। र लास्टमा एउटा अझै कुरा, तपाईँ यदि नेपाली हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्, किनभने अब म यो बाल विवाह दहेज प्रथाको लागि एउटा अभियान चलाउनेवाला छु। र यसमा तपाईँ जुड्न सक्नुहुन्छ यदि मलाई सब्स्क्राइब गर्नुभयो भने। भिडियो हेर्नुभएकोमा धन्यवाद।